जय मसीह प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण सन्देशबारे अथवा सत्यताबारे कुरा गर्न गइरहेका छौँ। ख्रीष्ट केवल हाम्रो उद्धारकर्ता मात्र होइन, उहाँ हाम्रो जीवनको उदाहरण पनि हुनुहुन्छ। पहिलो पत्रुस 2:21 मा यसरी लेखिएको छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका छौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ भनेर भन्दछ। यस पदले हामीलाई स्पष्ट भन्छ, ख्रीष्टलाई विश्वास गर्नु मात्र होइन, ख्रीष्ट जस्तै जिउनु पनि हाम्रो बोलावट हो। म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। यो एउटा साँचो घटना हो। भियतनाम युद्धको समयमा 23 वर्षका एउटा जवान अफिसर, जसको नाम कार्ल मार्लान्टेस भन्ने हो, जसले चाहिँ 40 जना सैनिकहरूको नेतृत्व गरिरहेका थिए। अनि युद्धको क्रममा एउटा ठुलो गल्ती के भयो भन्दाखेरि आफ्नै सेनाको हवाईजहाजहरूले चाहिँ एउटा गलत ठाउँमा बम खसाल्यो, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूको शत्रुहरूले चाहिँ सिधै त्यहाँ युद्धको घोषणा गरे र गोलीबारीहरू एकदमै भयो। अनि सबै सैनिकहरू, त्यो अमेरिकी सैनिकहरू चाहिँ डरले लुकेका थिए। अनि परिस्थिति अत्यन्तै खतरनाक भएको कारणले गर्दाखेरि त्यति बेला त्यो मार्लान्टेस भन्ने व्यक्तिले चाहिँ एउटा कुरा के बुझ्यो भने, यदि म अगाडि बढिनँ भने सबै मर्नेछौँ। त्यसपछि उनले के गरे, उनी एक्लै उठे, गोलाबारीको बिचबाट एउटा उकालो पहाडतर्फ उनी दौडिए र के भयो थाहा छ? पहिला एकजना अनि अर्को अनि सबै सैनिकहरू उनको पछि दौडिन थाले। अन्त्यमा उनी भन्छन्, त्यो बेला म थिइनँ, हामी बनिसकेका थियौँ। प्रियहरू, नेतृत्व भनेको पनि अघि हिँड्नु हो र ख्रीष्टले पनि यही गर्नुभयो। र विश्वासको जीवनमा तपाईँ र म पनि अघि हिँड्नु आवश्यक छ, ताकि आउने पुस्ताले, आउने हाम्रा सन्ततिले अथवा हाम्रा विश्वासी अन्य जनहरूले पनि ख्रीष्टको पाइलालाई उहाँले पछ्याउन सक्नु भएको होस्। आज ख्रीष्टले हामीलाई उदाहरण दिनुभएको छ। हामी आज तीनवटा कुरामा उदाहरणीय भएर हामी जिउनु आवश्यक छ। पहिलो कुरो, प्रेममा उदाहरणीय भएर हामी जिउनु आवश्यक छ। किनकि यूहन्ना 13:3 के भन्छ भने, येशूलाई सबै कुराहरू थाहा थियो, उहाँ सबै कुरा उहाँको हातमा थियो, तर पनि उहाँ यति शक्तिशाली भए तापनि उहाँले चेलाहरूको खुट्टा धुनुभयो। अर्थात् साँचो प्रेम भनेको पद होइन, तर सेवाको हृदय हो। आज पनि हामी आफूले आफूलाई सोधौँ, के म मेरो परिवारलाई प्रेममा अगुवाई गरिरहेको छु? के म चर्चमा सेवामा अगाडि बढिरहेको छु? अनि हामी उदाहरणीय हुनुपर्ने दोस्रो कुरा चाहिँ के हो भने, ग्रहण गर्नुपर्ने कुरामा। रोमी 15:7 हामीलाई भन्दछ, ख्रीष्टले हामीलाई ग्रहण गर्नु भए जस्तै तिमीहरू पनि एकअर्कालाई ग्रहण गर। हामी पापी थियौँ, हामी योग्यका थिएनौँ र पक्कै पनि थिएनौँ, तर ख्रीष्टले हामीलाई अस्वीकार गर्नु भएन, उहाँले हामीलाई ग्रहण गर्नुभयो। आज चर्चमा, समाजमा हामी फरक मानिसहरूलाई कसरी व्यवहार गरिरहेका छौँ? ख्रीष्टले जस्तै खुलेर प्रेमपूर्वक ग्रहण गरिरहेका छौँ कि छैनौँ? यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले हामीले हरेक किसिमका मानिस, हरेक जातका मानिस र हाम्रो शत्रुलाई पनि हामीले ग्रहण गर्नुपर्ने हुन्छ। त्यही भएर तेस्रोमा छ, हामी क्षमा गर्ने कुरामा पनि हामी उदाहरणीय भएर जिउन आवश्यक छ। कलसी 3:13 के भन्छ भने, ख्रीष्टले जसरी तिमीहरूलाई क्षमा गर्नुभयो, तिमीहरूले पनि त्यसरी नै अरूलाई क्षमा गर भन्नुभयो। अनि त्यति मात्र होइन, ख्रीष्ट आफै पनि उदाहरण हुनुभयो। अनि उहाँ क्रुसमा टाङ्गिँदै गर्दाखेरि उहाँले भन्नुभएको थियो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् भनेर। यदि ख्रीष्टले हामीलाई क्षमा गर्नुभयो भने हामीले पनि अरूलाई क्षमा गर्न सक्छौँ। त्यसकारणले क्षमा भन्ने कुरा कमजोरी होइन। क्षमा भनेको चाहिँ हामी ख्रीष्टको पाइलामा हिँड्नु हो। र अन्त्यमा प्रियहरू, ख्रीष्टले हामीलाई केवल स्वर्गको बाटो देखाउन आउनु भएन, उहाँले हामीलाई जीवन जिउने बाटो पनि उहाँले देखाउनु भयो। त्यही भएर हामी कसरी जीवन जिउने त? एउटा प्रेममा है, अनि अर्को चाहिँ हामीले अरूलाई ग्रहण गरेर र मानिसहरूलाई क्षमा दिएर। ख्रीष्ट हाम्रो साँचो उदाहरण हुनुहुन्छ। आज हामी यही प्रार्थना गरौँ कि हामी प्रभुलाई भनौँ, प्रभु, मलाई तपाईँ जस्तै जिउन सिकाउनुहोस्। परमेश्वरले आज तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। यदि तपाईँ यो भिडियोबाट आशिषित हुनुभयो भने कृपया आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनुहोस्। तपाईँको केही जिज्ञासा छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस्। प्रभुले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।